Hello, good morning. I am Santosh Kumar Thakur. आज म तपाईहरुलाई माइक्रोसफ्ट अफिस वर्ड 2010 को बारेमा केही जानकारी दिनेछु र यसलाई कसरी ओपन गर्ने कुरा सिकाउने छु। MS अफिस वर्ड एउटा नयाँ भर्सनको वर्ड प्रोसेसिङ सफ्टवेयर हो। यसबाट विभिन्न किसिमका चिठी, खाम, लेटर प्याड आदि टाइपिङ, डिजाइनिङ, एडिटिङ र प्रिन्टिङ गर्नको लागि प्रयोग गरिन्छ। यो माइक्रोसफ्ट कर्पोरेसन USA ले तयार पारेको एउटा नयाँ भर्सनको सफ्टवेयर हो। अब माइक्रोसफ्ट अफिस वर्ड कसरी हामीले चाहिँ ओपन गर्ने कुरा आज अहिले म तपाईहरुलाई सिकाउँदै छु। सबैभन्दा पहिला स्टार्ट बटनमा क्लिक गर्ने, त्यसपछि अल प्रोग्राम, त्यसपछि माइक्रोसफ्ट अफिस मा क्लिक गर्ने, त्यसपछि माइक्रोसफ्ट अफिस वर्ड चुज गर्ने र क्लिक गर्ने। त्यसपछि यसरी हाम्रो चाहिँ विन्डोज खुल्छ। माथि फाइल, होम, इन्सर्ट, पेज, रेफरेन्स, मेलिङ, रिभ्यू, भ्यू यो सबै चाहिँ मेनु बार हो। माथिको डकुमेन्ट 1 माइक्रोसफ्ट वर्ड लेखेको चाहिँ टाइटल बार हो। त्यसपछि यसलाई रिबन मेनु भन्ने गर्दछ। पहिला ड्रप डाउन मेनु आउने गर्दथ्यो। यसैको 2003 मा हेर्दा चाहिँ सायद पाउँछौ तपाईहरुले। अनि अहिले चाहिँ माइक्रोसफ्ट कम्पनीले त्यसलाई चाहिँ डेभलप गरेर एउटा रिबन मेनुको आधारमा चाहिँ ल्याएको छ। रिबन मेनुको आधारमा चाहिँ सबै मेनुलाई चाहिँ मेनु अप्सनलाई चाहिँ डिस्प्ले गराएका छन्। यसरी तपाईको अनि फेरि अर्को पनि तरिका छ एउटा। यसलाई क्लोज गरेर म जाँदै छु। Win+R गर्ने, टाइप गर्ने विन वर्ड, इन्टर प्रेस गरिदिने। सेम विन्डोज तपाईले खुल्छ। सेम विन्डोज तपाईले फेरि देख्नुहुन्छ। Win+R गरेर त्यसपछि विन वर्ड टाइप गरेर इन्टर गर्ने बित्तिकै तपाईको सेम त्यही मेनु, सेम त्यही प्रोग्राम चाहिँ त्यो अर्को माध्यमबाट पनि तपाईहरुले खोल्न सक्नुहुनेछ। यो चाहिँ तपाईको माइक्रोसफ्ट अफिस वर्ड 2010 को विन्डोज हो। यो भिडियोमा यति नै। अर्को नेक्स्ट भिडियो लिएर म आउने नै छु। त्यतिखेरको लागि मलाई बिदा गर्नुस्। धन्यवाद।